प्रश्नको लागि पनि हजुरलाई धन्यवाद। हामी चाहिँ मदानी गाउँपालिकामा खास गरी विकास निर्माणको काममा हेर्दाखेरि चाहिँ हाम्रो चाहिँ मुख्यतः हामी सार्वजनिक ढोकपाटनले चिरेर बाटोले चिरेर गएको गाउँपालिका भएको भएर यो अहिले चाहिँ यसको हाम्रो भागको क्षेत्रको काम चाहिँ एकदम द्रुत गतिमा भइरहेको छ। यसले नै मुख्यतः हामीले चाहिँ सडक सञ्जालमा जोड्नको लागि चाहिँ मुख्य भूमिका खेल्छ जस्तो लाग्छ। अनि त्यस्तै गरी हामी अरू पूर्वाधारको कुरा गर्नुपर्दा हामीले चाहिँ हाम्रो यो वनमनेमा चाहिँ स्वास्थ्य चौकीको शिलान्यासको प्रक्रियामा छौँ। त्यसले पनि हाम्रो चाहिँ ग्रामीण स्तरमा चाहिँ स्वास्थ्यलाई चाहिँ अर्को लेभलमा पुर्याउँछ जस्तो लाग्छ। अनि हामी वर्षशाकीय भवनमा चाहिँ चैत मसान्तभित्र चाहिँ सक्ने गरेर चाहिँ काममा अगाडि बढिरहेका छौँ। अनि माथि हाम्रो यही कुरकुट दहकै 6 नम्बर वडामा कम्ती देउरालीमा चाहिँ अतिथि गृह निर्माण गर्दैछौँ। त्यसले चाहिँ हाम्रो चाहिँ त्यहाँ चाहिँ हजुरहरूले जानुभयो भने त्यहाँ जिप लाइन पनि छ। त्यसले चाहिँ हाम्रो आन्तरिक पर्यटनदेखि बाहिर पर्यटनलाई चाहिँ आकर्षित गर्ने गरेर त्यसलाई र हाम्रो चाहिँ त्यहाँ आएका अतिथिहरूलाई चाहिँ राम्रो वासस्थानको व्यवस्था पनि होस् र अतिथि संस्कार राम्रो होस् भन्नको लागि चाहिँ अतिथि गृहको निर्माण गर्दैछौँ। त्यसको हाम्रो काम चाहिँ अब माघबाट सुरु हुन्छ होला। हामीले चाहिँ डिपिआर गरिसकेको अवस्था छ। सोइल टेस्ट गर्दैछौँ। त्यसपछि सोइल टेस्टको आधारमा केही डिपिआरमा चेन्ज आयो भने चेन्ज गरेर त्यसले चाहिँ हाम्रो चाहिँ टिका गर्ने प्रक्रियामा चाहिँ छन्छ। त्यसले पनि हामीलाई चाहिँ एउटा चाहिँ पूर्वाधारको विकासको हिसाबले र चाहिँ अर्को चाहिँ आन्तरिक पर्यटनदेखि धार्मिक पर्यटनलाई चाहिँ प्रवर्धन गर्छ भन्ने आश्वास हामीले चाहिँ विश्वास चाहिँ लिएका छौँ। अनि अहिले वडा कार्यालयहरू सबै आफ्नै भवनमा छन्? हजुर हजुर, वडा कार्यालयहरू आफ्नै भवनमा छन् र हाम्रो चाहिँ पालिकाको भवन पनि अब सर्ने प्रक्रियामा छ। 6 सम्म सर्छ।